ल अब चाहिँ मैले दिदी भेनालाई भेटिसकेँ। यहाँनिर भान्जी लिएर आउँदै हुन्छ। तातो घाममा भान्जीको बिजोग भाइ चप्पल छिट्यो भान्जीलाई बिजोग भए तातो घाममै हेर्नु त यत्रो झोला बोकेर। म भने जाँदैछु इन्डियाको रेल हेर्न। नेपालमा त छैन किनकि मेरो पनि रेलको ड्राइभर बन्ने खुब रहर थियो। लेट्सी हेर्दै गरौँ अब रमाइलो होला जस्तो आजको भिडियो। अहिले म बस्ने रेलमा रेल आउँछ कि आउँदैन त्यो त थाहा भएन होइन। आएछ भने म देखाउँछु तपाईँहरूलाई। आएन भने चाहिँ अलिक तलतिरसम्म जान्छु म तपाईँहरूलाई। यही रेल देखिरहेको नि यो देखिरहेको नि यो रेल। यही रेललाई चाहिँ म तलबाट देखाउँछु ल। जो अहिले चाहिँ म जोगमुनी रेलवे स्टेसननिर आइसकेको छु। त्यो मेरो पहाडी देख्नुहुन्छ रेल। यतातिर रेल देख्नुहुन्छ भने यतातिर मलाई देख्नुहुन्छ। म चाहिँ आएको छु अहिले रेलवेनिर है त। यो चाहिँ रेलको मुख भइसकेको छ। यतातिर चाहिँ रेल अर्को आउँला कि भनेर म पर्खेर बसिरहेको थिएँ। रेल अहिले आउँदैन होला सायद। ए गाडी हो कि रेलको हरन? हरन त बजिरहेको छ। के को हरन हो? आउँला जस्तो छ है त। आयो भने म देखाउँछु है त। लेट्स गाइज ट्याक्क राखेर यहाँबाट अब चाहिँ हामी खाजा खाएर इटरीको यात्रा यहाँ चाहिँ तातो घामले गर्दाखेरि यही भिडियो बनाउनु पनि दिमाग यहाँ पुगिरहेको छैन नि त। त्यही भएर चाहिँ हामीलाई यता सानो पुँजी रुइरहेको बिचरा गर्मी भएर हैरान छ नि त अहिले। नमस्ते एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो यो नयाँ भिडियोमा। सो आज चाहिँ म जोगमुनी बोर्डर आएको छु। हाम्रो नेपाल र इन्डियाको बोर्डर जोगमुनीमा। सो अहिले चाहिँ म भर्खर आइपुगेको। अहिले चाहिँ ठ्याक्कै लाएर म चाहिँ जान लागिरहेको छु जोगमुनी रेलवे स्टेसन होइन। यहाँ चाहिँ दिदी भेना आउनु भएको थियो। यता कता सामान किन्नु जानुभयो होला। फोन गरेको फोन लागेको छैन। मलाई समस्या भयो त्यहाँ कहाँ बस्ने भनेर। अनि त्यही भएर चाहिँ मैले रेलवे स्टेसनतिर जाँदैछु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ ट्याक्क रेलवे स्टेसन। इन्डियाको झर्ना फर आइरहेको छ होइन अक्क। अनि म भने जाँदैछु इन्डियाको रेल हेर्न। नेपालमा त छैन किनकि मेरो पनि रेलको ड्राइभर बन्ने खुब रहर थियो। त्यही भएर ल अहिले चाहिँ रेल चलेको छ कि छैन होइन राखेको भयो भने तपाईँहरूलाई म देखाउँछु कस्तो छ। लेट्स गाइज हेर्दै गर्नु होला। अनि भिडियोलाई स्किप नगरिकन एउटा कमेन्ट मिठो छोड्नु होला है त। ल अहिले चाहिँ हामी ट्याक्क आइपुग्नु लाग्यौँ है त। ल अब चाहिँ आइपुगेँ म जोगमुनीको रेल हेर्न। यहाँ चाहिँ लिएर एउटा रेल स्ट्यान्ड बाई राखिराख्नु भएको छ कि के हो यो होइन। यसरी ट्याक्क देखिन्छ। यहाँ रेल पर्खेर बस्नु भएको मान्छेहरू पनि देख्ने टक्कै यस्तै। अहिले मासतिर जाउँ तपाईँहरूलाई म माथिबाट चढेर देखाउँछु है त। रेल आइहालेछ भने आइहालेछ, आएन भने पनि ठिकै छ केही छैन है। टक्क यहाँको लास्टै गर्मी छ हो। विराटनगरमा त डेन्जर गर्मी छ। म त हैरान भइसक्यो यहाँको गर्मीले। यता यस्तो म माथि बसेर तपाईँहरूलाई टक्क रेल आएछ भने देखाउँछु है त यहाँबाट। अब चाहिँ म माथि छतमा जाँदैछु हाई पोइन्टमा है। यहाँबाट तपाईँहरूलाई अब रेल देखाउँछु। टक्क यता तलतिर देख्नु सक्नुहुन्छ। यो चाहिँ रेललाई कुरेर बसिराख्नु भएको छ। यहाँको चाहिँ गर्मीले हैरान बनाउँछ हो। लास्टै गर्मी छ नि त। तपाईँलाई म यहाँ चाहिँ कतिको लामो रेल छ के छ है सब कुरा देखाउँदैछु फुल भिडियोमा है त। हेर्नु होला ल। रेल चाहिँ यहाँ पनि जाली लाग्छ र खासै देखिँदैन होइन। तपाईँलाई जुमिङ गरेर देखाउँछु ल जोगमुनीको रेल। ए यसरी चाहिँ जाली लाग तपाईँहरूलाई मैले दुःख सुख देखाइरहेको छु। यहाँ माथिबाट देखाएको क्या है यस्तो छ है। अहिले म बस्ने रेलमा रेल आउँछ कि आउँदैन त्यो त थाहा भएन होइन। आएछ भने म देखाउँछु तपाईँहरूलाई। आएन भने चाहिँ अलिक तलतिरसम्म जान्छु म तपाईँहरूलाई। यही रेल देखिरहेको नि यो देखिरहेको नि यो रेल। यही रेललाई चाहिँ म तलबाट देखाउँछु ल। जो जति यो हाम्रो रेललाई चाहिँ कुरेर बस्ने स्टेसनहरू छ नि त्यो स्टेसनको चाहिँ सबैभन्दा तलको मुखमा गएर म चाहिँ पर्खिन्छु है त। अब त्यति बेलासम्म आयो भने म देखाइहाल्छु। आएन भने चाहिँ अलिक समस्या हुन्छ है। यसको टाउको चाहिँ तलतिर तलतिरबाट म देखाउँछु तपाईँहरूलाई सर्लक्कै।
त्यसलाई कुरेर बस्नु भएको चाहिँ यति धेरै मान्छेहरू हुन्छ क्या। यो चाहिँ कुन ठाउँ जाने रेल हो होइन, तर भित्र चाहिँ मान्छेहरू खासै छैन है। रेल चाहिँ पुरै खाली छ भित्र। त्यो चाहिँ के हो, यसमा चाहिँ खासै मान्छेहरू छैन। अब अर्को आउने, अब आएर जानेवालामा चाहिँ होला सायद होइन। अनि त्यही भएर चाहिँ मान्छे यति धेरै पर्खिराख्नु भएको छ। कतिपयको आफ्नो मान्छेहरू पनि आउने होला। सो यसमा चाहिँ मैले झ्यालहरू पनि सबै बन्द छ है, देख्न सक्नुहुन्छ। केही छैन यसमा, त्यसै बन्द छ झ्यालहरू चाहिँ। तर जोस् मौसम चाहिँ उज्यालो छ, तर मौसम उज्यालो भयो भने के भने तर गर्मी चाहिँ लास्टै गर्मी हो क्या। गर्मीले गर्दा धेरै बिजोग छ है, समस्या लास्टै समस्या। म त यहाँनिर गेटमा गएर बसेको, अब फोन गरेको फोन पनि लागेन। फोन नलागेपछि के गर्ने होइन, फोन नलागेपछि म त यसरी रेल हेरेर आउँदैछु। टक्क रेल हेर्ने अनि तल जान्छु म यसको टुप्पो देखाउन, रेलको टुप्पो। अब के गर्ने त होइन, भन्दा अब कामै के छैन अरू हातको लाएर। गर्मीले हैरान मलाई। यहाँनिर चाहिँ म पिनेका पानी देखाउँछु तपाईँहरूलाई म है। पिनेका पानी यहाँ है, अन्य नदेख्ने रहेछ। पिनेका पानी म पिदिन्छु है त। यहाँको चाहिँ कस्तो छ, यस्तै गर्मी छ। पानी आएर मुख चाहिँ धुनु पर्ला जस्तो। मेकअप गराएको थिएँ, खत्तम भयो गर्मी त हो, बिजोग भइसक्यो। पिनेका पानी आएको, पिनेका पानीमा मुख धुइदिन्छ अब। ल पिनेका पानीले मैले मुख पनि धुइदिइसकेँ होइन। अनि अब चाहिँ म यो तल आउँदै गरेँ, यो जुन यो रेल देखिरहेको नि, यो रेलको चाहिँ म मुख तल टुप्पोमा जाँदैछु है त। तपाईँहरूलाई देखाउँछु म फाइनली। दिदी बहिनीलाई भेटिएन, अब फोन गरेर फोन नि लागेन, के गर्नु त होइन। अटो लिएर आएको छु भन्दै हुन्थ्यो। अब भयो भने अटोमा जान्छु, भएन भने भाँडातिर जान्छु। के गर्नु समस्या छ त मलाई। चिनीहरू पनि लान्छु होला 1-2 केजी त, भयो भने भनेको के हुन्छ हेर्नु है त। लेट्स चाहिँ हेर्दै गरौँ, अब रमाइलो होला जस्तो आजको भिडियो। अहिले चाहिँ म आइसकेँ रेलवे, इन्डियन रेलवेमा। यो चाहिँ जुन रेलको मुख हो होइन, यता पर तलबाट आएको म यता। यहाँनिर चाहिँ रेलको मुख हो। अब यहाँ गएर अगाडिबाट देखाउँछु त तपाईँहरूलाई म यो रेलको मुख कस्तो रहेछ है त। ल अहिले चाहिँ म जोगमुनी रेलवे स्टेसननिर आइसकेको छु। त्यो मेरो पछाडि देख्नुहुन्छ रेल, यतातिर रेल देख्नुहुन्छ भने यतातिर मलाई देख्नुहुन्छ। म चाहिँ आएको छु अहिले रेलवेनिर है त। यो चाहिँ रेलको मुख भइसकेको छ। यतातिर चाहिँ रेल अर्को आउँला कि भनेर म पर्खेर बसिरहेको थिएँ। रेल अहिले आउँदैन होला सायद। ए गाडी हो कि रेलको हरन? हरन त बजिरहेको छ, के को हरन हो, आउँला जस्तो छ है त। आयो भने म देखाउँछु है त। लेट्स गाइज, यही हो रेल, इन्डियाको रेल होइन। यस्तो छ रेल। अनि यहाँबाट चाहिँ अब म टक्क माथिबाट आएको थिएँ, अब फेरि फर्किन्छु। यति देखाउनु मात्रै आएको तपाईँहरूलाई रेल। रेल यही हेर्न सक्नुहुन्छ है, यस्तो रेलको टुप्पो है। जोस् बोर्डर नजिक भएर रेल देख्न चाहिँ पाइएको छ। जिन्दगीमा नभएको गफ हान्नु पाएको छ केपी बा जस्तै रेलको लागि। यता पनि छ है त भारतीय रेल, यहाँ पनि देख्न सक्नुहुन्छ। यो पनि रेल नै हो है, फुलबुट्टा डिजाइनवाला छ होइन। लाइट पनि हुँदो रहेछ अगाडिपट्टि यसको रेलको चाहिँ देख्न सक्नुहुन्छ। यो टाउकोहरू हो त, यो बट्टावाला रहेछ। भारतीय रेल फुलबुट्टावाला। ल म चाहिँ रेल हेरेर फर्किँदैछु है। अब के भन्छ, दिदीहरूलाई फोन गरेको थिएँ, तल पुगेर फोन लागेको थिएन नि त। अहिले फोन लाग्यो। म चाहिँ जोगमुनी बोर्डरबाट चाहिँ, जुन गेटबाट चाहिँ अलिकति तलतिर बरको रुख छेउ जानुपर्ने भयो। त्यहाँ दिदीहरू बसिराख्नु भएको अरे। म आउनुको कारण यो भन्दाखेरि गर्मी धेरै छ नि त यहाँनिर, सामानहरू किन्नुपर्ने हो दिदीले त। अनि त्यसमा चाहिँ सानो नानी हुनुहुन्छ, भान्जी हुनुहुन्छ,
भान्जीलाई समस्या होला सामानहरू किन्दाखेरि कता के भनेर अन्त भिडभाड धेरै हुन्छ जोगमुनीमा। म पनि आएछु, अनुभव धेरै छ नि त, त्यही भएर गर्दाखेरि जाँदैछु है त। म कसले बोलायो, को हो जाँठा, म यहाँ मेरो नाम बोलायो त फेरि। ल ठिक छ, हेर्दै गर्नु होला है त। यो चाहिँ जुन जोगमुनीबाट रेलवे स्टेसन छिर्ने बाटो है त। यहाँबाट चाहिँ सिधा यता आयो भने रेलवे स्टेसन छिर्छ है। हामीले चाहिँ भेनालाई भेट भइसक्यो है। सामानहरू पनि लिएर आइयो, सामानहरू चाहिँ यहाँ छ। यो सामान पुऱ्याएर चाहिँ फेरि हामी आउनु पर्ने हुन्छ। तलतिर सामान लिनलाई सामान अलिक धेरै छ नि त हाम्रो, त्यही भएर गर्मी लास्टै छ। धन्न सिधै लुगा लगाएर आइएको छ, कालो लुगा लाउनु भन्दा मरिन्छ आज त कसम पनि यार। ल अब चाहिँ मैले दिदी भेनालाई भेटिसकेँ। यहाँनिर भान्जी लिएर आउँदै हुन्छ, तातो घाममा भान्जीको बिजोग भाइ। ए चप्पल छिट्यो, भान्जीलाई बिजोग भए तातो घाममै। हेर्नु त यत्रो झोला बोकेर। ल अब चाहिँ हामी पनि निस्किन्छौँ। सामान आइपुग्यो हाम्रो, यति नै हो। सामान ट्याक्क राखेर यहाँबाट अब चाहिँ हामी खाजा खाएर इटरीको यात्रा। यहाँ चाहिँ तातो घामले गर्दाखेरि यही भिडियो बनाउनु पनि दिमाग यहाँ पुगिरहेको छैन नि त। त्यही भएर चाहिँ हामी लागि त सानो खुची रुइरहेको बिचरा गर्मी भएर भइरहन्छ नि त अहिले। ल अहिले चाहिँ हामी खोर्सानी आइपुग्यौँ। खोर्सानीबाट यात्रा हाम्रो केराबारीतर्फ भइरहेछ है। सरर हेर्नु सक्नुहुन्छ आज जोगमुनी केराबारी एकैचोटि हेर्नु होला है त। यो चाहिँ हाम्रो खोर्सानीको जङ्गल है। अब त्यसरी ननस्टप जङ्गलै जङ्गल छ। बहिनी हेर, दादा के गर्दैछ त्यहाँको दादा हो।